नमस्कार सम्पूर्ण फेसबुकमा जोडिएका साथीभाइहरूमा म आज एउटा मानिस हराएको सूचना, बालक हराएको सूचना लिएर आएको छु। हजुरहरूले यो भिडियोलाई जति सकिन्छ त्यति नै सेयर गरिदिनु होला। हरेक नेपाली दाजुभाइसँग यो भिडियो पुगोस् र यो बच्चाको सकुशल उद्धार होस् भन्न चाहन्छु। म अहिले डिटेली हजुरलाई बताउँछु। घर गाउँ बच्चाको है सबै बताउँछु तपाईँहरूलाई। बाजुरा जिल्लाको बुढीरङ्गा नगरपालिका वडा नम्बर 4 ध्यानस्याल घर भई हाल भारतको दिल्ली स्थित मुखर्जी नगर बसोबास गर्दै आउनुभएका बुद्ध विकका छोरा विवेक विक हिजो 4-5 बजेतिर खेल्न जान्छु भनी कोठाबाट निस्केका र अहिलेसम्म सम्पर्कमा नआएका होइन। खोजी तलासी हर जग्गा छानबिन गर्दा पनि उहाँलाई भेटाएको छैनन्। उहाँकी आमाको नाम चाहिँ चन्द्रा विक रहेको छ। उहाँलाई काहीँ कतै भेट्यो भने तपाईँहरूले सम्पूर्णले उहाँको नम्बरमा फोन गरेर उहाँलाई बताइदिनु होला र जति सकिन्छ त्यति नै सहयोग गरिदिनु होला। तपाईँको एक सेयरले कसैको जिन्दगी बच्छ भने अवश्य गरिदिनु होला। उहाँले हामीलाई अपिल गर्नुभएको थियो, मलाई अपिल गर्नुभएको बलदेव सुनारजी हुन्। उहाँले अपिल गरिदिनु भएको थियो यो भिडियो बनाइदिनु होला, यो बच्चा हराएको छ सर, जसरी पनि भिडियो बनाएर एउटा सोसल मिडियामा राखिदिनु होला। कहीँ कतै हाम्रो मान्छे अथवा हामी कहीँ नेपालीले भेट्यो भने अवश्य सम्पर्क गर्न सक्छन् भनेर उहाँले भन्नुभएको थियो। सम्पूर्ण साथीभाइहरू दिदीबहिनीहरूले यो भिडियो जति सकिन्छ त्यति नै सेयर गर्नुहोला र यो बच्चालाई सकुशल हामी उद्धार गर्न सकौँ। र म यहाँनिर फोटा पनि राख्नेछु बाबुका, अनि यहाँ मोबाइल नम्बर पनि राखिदिनेछौँ। सम्पूर्णले जति सकिन्छ त्यति नै सेयर गरिदिनु होला है त। धन्यवाद।